ल हाम्रो यहाँ दुईजना यो पार्क यतातिर पहिला फर्स्ट टाइम आउनु फर्स्ट टाइम आएको ओभरअल इन्जोय भयो हाम्रो त माथि भयो नि होला होइन लागेको कुरा अचम्म लागेको कुरा ल गाइजहरू सबैजनालाई फेरि पनि स्वागत छ हामी चाहिँ अहिले हजुर दाइ हामी धेरै भिडियो बनाएको थियो पहिला तर इकोले गर्दा बाइकिङ जस्तो भएर चाहिँ भिडियो कामै भएन होइन फेरि चाहिँ हामी छौँ यता फेरि स्टार्ट गरिरहेछ हेरौँ कहाँसम्म पुग्छ यो त्यही त हामी चाहिँ अहिले यहाँ रिचमन्डको अघि नै भनिसक्यो त अब त्यस्तो भएर चाहिँ अलि मिलेन होइन दाइ कहाँ हाम्रो यस्तो थोरै ठाउँको बारेमा भनिदिनु ल त्यो रिचमन्ड पार्क हो अझ हाम्रो प्लान थियो धेरै दिनदेखि प्लान गरिरहेको थियौँ कि जाम ड्राई पिकनिकमा तर हाम्रो सिफ्ट यताउतिले गर्दा हाम्रो प्लान कन्फर्म भएको थिएन यस्तो अब आज बल्ल हाम्रो प्लान मिल्यो सबजनाको छुट्टी यताउति गरेर बल्ल आज हामी घुम्न आएको रिचमन्ड पार्कमा अनि घुम्दा घुम्दै अब आज माया बहिनीले चटपट बनाएको चटपट चाहिँ हाम्रो ठ्याक्कै यहाँ चाहिँ चटपटको हामी के आनन्द लिइरहेछौँ चटपट हाम्रो ड्रिङ्क चाहिँ साथीहरू ड्रिङ्क कहाँ छ क्या मेरो हाम्रो ड्रिङ्क चाहिँ है कोकोकोला चिसो भनेकै कोकोकोला है त्यही तपाईँ फ्यान्टा पनि छ है त्यसलाई दुईटैजनाको माया त खाइरहेछन् तर हाम्रो दुईटैजनाको खोला छैन क्या हाम्रो अर्कै छ क्या ल यता है साथीहरू म देखाउनु भन्छु भन्ने थियो साथीहरू हाम्रो चाहिँ यो विदेशी वाइन हाम्रो दाइ माया अनि हामी ट्याक्क लगाएर यो चाहिँ उता त परतिर अघि त्यो बियरहरू पनि देखिरहेको थियो रोजे हो रोजे रोजे यो विस्की टाइपको दाइ यो विस्की होइन क्या यो वाइनमै आउँछ तर छुट्टै हुन्छ हाम्रो चाहिँ हामी तिनजना मध्ये एकजना पनि एउटा साथी छ उता कौवाजी त्यहाँ बसिराख्नु भएको छ हामीले हेरिराख्नु भएको छ अनि थोरै हाम्रो ब्याकग्राउन्डमा चाहिँ यसो म्युजिक पनि चलिरहेको छ हाम्रो पुरा बन्दोबस्तसँग हाम्रो अब आजको लागि कार्यक्रम यही समाप्त भएको जानकारी गर्दै घुम्न अलिअलि बाँकी छ खालपिङको सबै हामीले फोरो केही पनि गरेको छैन नि दाइ खाइयो ठ्याक्क लगाएर प्याक गरेर क्लियर छ है एकदमै के नो एनी कमेन्ट्स ल अब हामी अब यसो डुल्दै डुल्दै पर फर्किन्छौँ है त छैन त्यतिर चाहिँ हाँसहरू खेलिरहेको छ जतिर अघि नै त्यो हरिणहरू देख्नु सक्नुभएको तपाईँहरूले अगाडिको भिडियोमा माइकै के भएछ छैन त्यो इको मोडमा आएछ अनि राम्रोसँग त माइकै चलेन कि अनि एकदम यो ठाउँ चाहिँ दामी छ एकदमै शान्त वातावरण होइन त्यो बजारहरू यताउता केही पनि छैन एकदमै तपाईँको यो जङ्गल जस्तो प्लस पार्क जस्तो रहेछ होइन यो तपाईँको एउटा साइड यो साइडमा छ अनि तपाईँको अर्को साइड चाहिँ यो पहाडीको साइडमा पनि अर्को पनि ताल देख्न सक्नुहुन्छ त्यो चाहिँ सायद छुट्टै छुट्टै नै होइन त्यस्तो ठुलो चाहिँ छैन तर पनि यसको तपाईँले देख्नु एकदम क्लिन होइन त्यति एकदम एडभान्समेन्ट पनि गराएको मोडर्नाइज पनि गराएको छ तर पनि एकदम नेचुरल राखेको छ गर्ने कुरा एकदमै ठिक छ यहाँ
भने ठ्याक्कै यहाँ नेपालमा पनि हुन्छ जस्तो लाग्थ्यो सेतो सेतो राई ठाउँहरूबाट त्यही खाली जमिन जग्गा ल हामी चाहिँ अहिले यतातिर यो बोटानिकल गार्डन जस्तो रहेछ रिचमन्डतिर यतातिर चाहिँ हाम्रो यो नेपालको लालीगुराँस पनि छ यतातिर चाहिँ खै कुन फुलै होइन त्यो पनि छ है त तर लालीगुराँस देख्दाखेरि चाहिँ मलाई अचम्मै लाग्यो यहाँ यो ठाउँमा यतिको अल्टिट्युडमा पनि लालीगुराँस रहेछ भनेर त्यही नै छ यस ठाउँ चाहिँ एकदमै रमाइलो छ होइन अहिलेसम्म तालहरू पनि रहेछ पार्कहरू होइन हरिण पनि सबै हेर्न पायो होइन त यस आजको दिन चाहिँ यादगारै हुने भयो त ओके एउटा साथीहरू अचम्मको कुरा यहाँ चाहिँ मैले लालीगुराँस देखेँ हो यहाँ नेपालमा यति अग्लो अग्लो त्यो पाहाडहरू भन्छ नि त यहाँ चाहिँ यस्तो समुद्र जस्तो छ त अन्त हामीलाई समुद्र जस्तो लागेको पनि हुनसक्छ नि तर यसको सायद यो अल्टिट्युड चाहिँ सी लेभलदेखि माथि भएर नि होला होइन यो देख्नु यो फुलहरू तपाईँले देख्नुभयो एकदमै सही छ है मान्छेहरू जस यहाँ आउँदो रहेछ राम्रै तरिकाले यसो यहाँ बारीहरू देख्नु भयो तपाईँले एकदम ठिक छ हौ यहाँ फोटो खिच्नको लागि भिडियो गर्नको लागि मान्छेहरू आइराख्दो रहेछ अनि त्यता है आज हामी कति बजी हिँड्यो दाइ बिहान कति 1-2 बजी 1-2 बजीतिर भन्नाले म पनि ठ्याक्कै आज यस जुरेकै दिएर चाहिँ दिन होइन जस रमाइलो भयो आज चाहिँ वेन्सडे ठ्याक्क रमाइलो भयो होइन रमाइलै भयो जस्तो दाइ पहिले आइसक्यो पार्क होइन यो मेरो त थर्ड टाइम थियो यो तर फर्स्ट टाइम यहाँ आउनुभएको यो यो पार्क यतातिर पहिला फर्स्ट टाइम आउनु फर्स्ट टाइम आएको तर ओभरअल इन्जोय भयो हाम्रो त ठिक छ होलिडे त ठिकै बित्यो त्यही त अनि कस्तो त मायाले कस्तो भयो आजको एक्सपिरियन्स मलाई एकदमै रमाइलो भयो फुल हेरेर सबसे के रमाइलो लाग्यो हरिण मन पर्यो कि फुल मन पर्यो मलाई नेचरै राम्रो लाग्छ नेचर ब्युटी इज द बेस्ट ठिक छ हामी चाहिँ सुरुमा आजको यसो चटपट खाइ एकछिन बस्यो है यसो रमाइलो गऱ्यो त्यसपछि यतातिर आएर डुल्दैछौँ होइन एक्सप्लोर भइरहेको छ अब चाहिँ एकछिनमा यसो घुमेर के छ अल्लाह बजेको गऱ्यो अघिदेखि अब के हुन्छ अब अब ठिक छ अब के हुन्छ दाइ अबको प्लान चाहिँ के छ हजुरको आजको प्लानर अब त सक्यो प्लान अब घर जाम अब हेरौँ के हुन्छ आजको त हाम्रो बिदा सक्यो साथीहरू आजलाई भिडियो चाहिँ यति नै हामी चाहिँ रिचमन्डदेखि हिँड्दै किङ्स्टनतिर चाहिँ पुगेको थियो यो पार्क चाहिँ यति ठुलो रहेछ होइन तपाईँहरूलाई पनि आउनु मन छ भने चाहिँ हेरेर चाहिँ यतै हुनुहुन्छ भने यहाँ एकचोटि एक्सप्लोर गर्न सक्नुहुनेछ यसरी चाहिँ हामी अब घरतिर चाहिँ फर्क्यौँ किङ्स्टनबाट गएर चाहिँ हामी गाडी जाँदा चाहिँ रुमतिर आइयो आफ्नो रुमतिर यति नै छ गाइज आजको सबैजनालाई चाहिँ आजको लागि यति नै भन्दै तपाईँको सामु चाहिँ बिदा लिन चाहन्छु हस् त धन्यवाद थ्याङ्क यू फर वाचिङ किप सपोर्टिङ गाइज डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब बाई